अहिले धेरै जस्तो देख्न सकिन्छ कि जो बाहिर युथहरू बाहिर गएको छ, एब्रोडमा गएर काम गरिरहेको छ, उनीहरू होम सिकनेस भएर रुने गर्छ कि यहाँ गाह्रो छ, मैले गर्न सक्दैन भनेर। यो किन हुन्छ? किनकि हाम्रो प्यारेन्ट्सले के गरिदिने गर्छ, उसलाई केही पनि एउटा फिल गराउनै दिन्न कि दुःख के हो भन्ने कुरा होइन। उसको जति पनि काम छ सबै प्यारेन्ट्सले मैले नै गरिदिन्छु, उसले चाहिँ बस पढ्ने हो, लेख्ने हो, सबै जो पनि काम गर्नुपर्ने हो, एउटा केही पनि काम गराउन्न, कपडा धुने पनि काम गराउन्न होइन, खाना बनाउने पनि काम गराउन्न, अनि केही बजारको काम गर्ने पनि, केही घरको केही काम गराउन्न, सिर्फ पढ्ने लेख्ने। त्यसपछि जब ठुलो भएपछि अब बाहिर जानु पऱ्यो होइन, बसेर त हुँदैन। अनि जाँदाखेरि के हुन्छ, त्यो कहिल्यै काम नगरेको, त्यसले गर्दाखेरि होम सिकनेस हुन्छ कि म त सक्दिनँ, त्यो एउटा फिलिङ। त्यही भएर प्यारेन्ट्सले यो बुझ्नुपर्छ कि सानैदेखि उसलाई एउटा जिम्मेवारी दिनुपर्छ, एउटा सानो भयो भने उसलाई काम लगाउनुपर्छ, उसको माइन्ड डेभलप हुन्छ र उसलाई एलोन फिल हुँदैन कि उसलाई आफूले म गर्न सक्छु भन्ने एउटा क्षमता बढ्छ। तर हाम्रो अहिले प्यारेन्ट्सहरूले धेरै कुरा के गरिदिन्छ, सबै पुऱ्याइदिने गर्छ पैसाले होइन, सबै आफैले गर्ने कोसिस गर्दाखेरि। त्यसले गर्दाखेरि हाम्रो युथहरूलाई, हाम्रो चिल्ड्रेनहरूलाई चाहिँ असर परिरहेको छ। त्यो यो चाहिँ हामीले बुझ्न जरुरी छ। थ्याङ्क यू।